हेलो एन्ड वेलकम एभ्रीबडी। आज चाहिँ हामी कसरी एसे राइटिङलाई चाहिँ करेक्ट, कम्प्लिट र कन्क्रिट वेमा लेख्न सकिन्छ त्यसको बारेमा डिस्कस गर्नेछौँ। फर्स्ट अफ अल एट द टप अफ द पेज हामीले लेख्छौँ टाइटल अफ द एसे राइटिङ, अनि त्यसपछि हामी जान्छौँ इन्ट्रोडक्सन प्याराग्राफतिर, जहाँ चाहिँ हामीले कुनै क्याची क्वेसन, कोटेसन अथवा इन्ट्रेस्टिङ स्टेटमेन्टबाट सुरुवात गर्छौँ। हाम्रो फर्स्ट सेन्टेन्स पढ्ने बित्तिकै रिडर्सलाई चाहिँ के हुनु पर्यो भन्दाखेरि इन्ट्रेस्ट, क्युरियस अझै लाग्नु पर्यो, त्यस्तो खालको चाहिँ हुनु पर्यो हाम्रो फर्स्ट स्टेटमेन्ट। र हामी त्यसपछि लेख्छौँ सपोर्टिङ सेन्टेन्स, जसले चाहिँ हाम्रो फर्स्ट स्टेटमेन्टलाई अझै क्ल्यारिफाई, एक्सप्लेन गर्छ। त्यसपछि हामी लेख्छौँ थेसिस स्टेटमेन्ट, जसमा चाहिँ एसेको मेन आइडिया बसेको हुन्छ र यसले चाहिँ एसेको स्ट्रक्चरको बारेमा हिन्ट दिन्छ रिडर्सहरूलाई, र यो चाहिँ अरू सेन्टेन्सहरूभन्दा लङ्गर हुन्छ, लामो हुन्छ। नेक्स्टली हामीले चाहिँ बडी प्याराग्राफ 2, 3 or 4 जतिवटा लेख्न मन लाग्छ त्यतिवटा लेख्न सक्छौँ। तर त्यसमा चाहिँ हामीले के इन्क्लुड गर्नु पर्यो भन्दाखेरि फर्स्टमा बडी प्याराग्राफको एउटा टपिक सेन्टेन्स लेख्नु पर्यो र त्यस सेन्टेन्सलाई चाहिँ सपोर्ट गर्ने सपोर्टिङ सेन्टेन्सहरू लेख्नु पर्यो, जसमा चाहिँ के इन्क्लुड गर्नु पर्यो भन्दाखेरि 6W1H क्वेसन गरिँदाखेरि त्यसको एन्सर आउने स्ट्याटिस्टिकल डेटाहरू, एनेक्डोट यानि कि सर्ट स्टोरीहरू, फ्याक्ट्सहरू, एक्जाम्पल्सहरू र रिजनहरू चाहिँ हामीले यसमा इन्क्लुड गर्न सक्छौँ बडी प्याराग्राफभित्रको सपोर्टभित्र। बडी प्याराग्राफ 1, 2, 3 जतिवटा लेख्न मन लाग्छ त्यतिवटा चाहिँ हामीले लेख्न सक्छौँ। र हामीले बडी प्याराग्राफ लेखिसकेपछि हामी जान्छौँ कन्क्लुजनतिर। कन्क्लुजनमा चाहिँ के गर्ने भन्दाखेरि सबसे सिम्पल तरिकामा भन्नुपर्दा हामीले यो जुन एसे छ त्यसलाई समराइज गर्छौँ, र समराइज गर्दाखेरि हामीले दस, टु सम अप, इन कन्क्लुजन, वाइल कन्क्लुडिङ, इन जिस्ट, एट लास्ट जस्ता वर्डहरू युज गरेर हामीले समराइज गर्छौँ। र समराइज गरिसकेपछि हामीले थेसिस स्टेटमेन्टलाई चाहिँ सिनोनिम्सहरू, सिमिलर मिनिङहरू युज गरेर फेरि रिस्टेट गर्छौँ, फेरि लेख्छौँ। हामीले डिटु चाहिँ लेख्नु भएन, त्यसलाई सिनोनिमहरू चाहिँ युज गरेर लेख्नु पर्यो। र त्यसपछि हामीले सजेसनहरू पनि लेख्न सक्छौँ कन्क्लुजनमा, फ्युचर पर्सपेक्टिभ, सोल्युसन र क्वेसन चाहिँ रिडरहरूको लागि हामीले राख्न सक्छौँ। एसे राइटिङ लेख्दाखेरि चाहिँ हामीले ख्याल गर्नुपर्ने, ध्यान दिनुपर्ने कुराहरू चाहिँ अब भन्न जाँदैछु। जस्तै अब 1 प्याराग्राफ भनेको चाहिँ एउटा आइडिया बराबर हुन्छ, मतलब कुनै एउटा प्याराग्राफमा चाहिँ एउटा आइडिया मात्रै लेख्न सकिन्छ। जब आइडिया चेन्ज हुन्छ नि तब चाहिँ प्याराग्राफ पनि हामीले चेन्ज गर्नुपर्ने हुन्छ। कुनै प्याराग्राफमा अब हामीले एडभान्टेज लेख्न खोजिरहेछौँ भने त्यही प्याराग्राफमा डिसएडभान्टेज लेख्नु भएन, त्यसमा चाहिँ एडभान्टेजहरू मात्रै लेखिराख्नु पर्यो। त्यस साथै हामीले सेन्टेन्सहरू बिचमा चाहिँ युनिटी पनि कायम गर्नुपर्छ, र हामीले चाहिँ सेन्टेन्सहरूलाई चाहिँ सर्ट एन्ड सिम्पल राख्नु पर्यो, एकदम छोटो र सरल, के लेख्नु खोजेको त्यो बुझोस् त्यस्तो खालको चाहिँ हाम्रो सेन्टेन्स हुनु पर्यो।